परमेश्वरका प्रिय छोराछोरीहरू, जय मसीह। आजको अगमबाडीय पर्खालहरूका सन्देश भाग 11 मा म हजुरहरू सबैलाई स्वागत गर्दछु। आजको सन्देश तपाईको लागि हो कि होइन भनेर तपाईले जब यसलाई सुन्नुहुनेछ तब थाहा पाउनुहुनेछ। तपाई आफ्नो जीवनको सबैभन्दा असल समय देख्नुहुनेछ। आखिरमा तपाईले सबै डर, चिन्ता र गनगनहरूमाथि विजय प्राप्त गर्नुभयो। यसै कारण तपाई अहिले आशिषलाई ग्रहण गर्ने र प्राप्त गर्ने समयमा आइपुग्नु भएको छ। तपाई केही समयदेखि लगातार कुनै काम गरिरहनु भएको छ। यो एउटा यस्तो काम हो जुन चाहिँ तपाई एकदमै जोसिलो भएर गर्न मन पराउनुहुन्छ। परमेश्वरले तपाईलाई यसमा धेरै आशिष दिँदै हुनुहुन्छ भन्ने पक्का विश्वास तपाईमा छ। त्यसैले तपाई अहिले सफलताको समयमा पाइला टेक्दै हुनुहुन्छ। तपाईले मेहनत गरेको फल तपाई पाउनुहुनेछ। बिस्तारै बिस्तारै सबै कुरा राम्रा हुँदै जाँदैछन्। अगाडि गएर तपाईले अहिलेको यो समयलाई सधैँ सम्झना राख्नुहुनेछ। तपाई आशिषित हुनुहुन्छ किनकि तपाईले अन्तिम समय परमेश्वरलाई धेरै भरोसा गर्नुभयो। तपाईमा धेरै दुःख, कष्ट र आँधी तुफानहरू आए तर पनि तपाई पछाडि फर्किनु भएन। तपाईले परमेश्वरको बाटो हेर्नुभयो। भजन संग्रह 37 अध्यायको 4 पद, परम प्रभुमा आनन्दित रह र उहाँले तिम्रो मनोरथलाई पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईलाई प्रशस्त मात्रामा आशिष दिउन्। जय मसीह।